आज म तपाईहरुलाई AutoCAD मा एउटा सजिलो टिप्स लिएर आएको छु। यो टिप्सबाट तपाईहरुले MM को फाइललाई कसरी फिटमा लाने, त्यसैगरी फिटको फाइललाई कसरी MM मा लाने भन्ने कुरा सिकाउन गइरहेको छु। जस्तै अहिले हामीसँग एउटा MM मा रहेको सोफाको प्लान छ। अब यो एउटा काउचको मोटाई भनेको 508 mm छ। अब यो सोफाको लम्बाई भनेको 2286 mm रहेको छ। अब सपोज यो फाइललाई मैले यदि फिटमा लिएर गए भने के हुन्छ त भन्दा मैले कन्ट्रोल C गरेर कन्ट्रोल V गरेर मैले लिएर आए भने अब MM को फाइल यदि आयो भने ठुलो भएर आयो। अब यो हुनु पर्यो 508 mm भनेर, तर जब यसलाई म नापेर हेर्छु नि यसले देखाउँछ 42 फिट 4 इन्ची भनेर, त मिलेन। अब यसलाई कसरी आफ्नो साइजमा लिएर आउने त? अब यसलाई साइजमा लिएर आउने दुईटा तरिका छ, एउटा स्केल मेथडबाट, अर्को अलाइन मेथडबाट। अब सुरुमा हामी स्केल मेथडबाट युज गरौँ। अब स्केल मेथड भनेको कुनै पनि कुरालाई मैले प्रोपोर्सन रूपमा साइज घटाउने वा बढाउने। सपोज अब मलाई थाहा छ यहाँदेखि यहाँसम्मको डाइमेन्सन भनेको 508 mm हो भनेर। अब 508 mm लाई यदि मैले इन्चमा लगे भने हाम्रो 20 इन्च हुँदो रहेछ। अब भनेपछि मैले यसलाई रिफरेन्स मानेर 20 इन्चको आधारमा स्केल गरेँ भने यो ठ्याक्कै मलाई चाहेको स्केलमा साइजमा स्केल हुन्छ। त्यसको लागि सुरुमा तपाईले सेलेक्ट द अब्जेक्ट अनि SC इन्टर गर्नु पर्यो, एउटा कुनै कुना क्लिक गर्नु पर्यो, R इन्टर गर्नु पर्यो। R भनेको रिफरेन्स। अब मैले यहाँ र यहाँको साइज भनेको चाहिँ 20 इन्च भनेर मलाई थाहा छ, त्यही भएर मलाई R इन्टर गर्ने बित्तिकै मैले एउटा र त्यसको सिधा तलपट्टि अर्को कुनामा क्लिक गरेर 20 लेखेर इन्टर गरेँ भने अब यो घट्यो। अब यो ठ्याक्क 20 इन्चको भयो। नाप्दाखेरि अब यहाँदेखि यहाँ भनेको हाम्रो 20 इन्च 1 फिट 8 इन्ची, त्यसै गरी यहाँदेखि यहाँ भनेको नि हाम्रो 7 फिट 6 इन्ची। यो एउटा तरिका भयो। अब अर्को तरिका भनेको चाहिँ अलाइन मेथड हो। त्यसको लागि तपाईहरुले के गर्नु पर्यो भने सुरुमा एउटा चाहिएको लाइन जति तान्नु पर्यो। मलाई यहाँदेखि यहाँसम्म 20 इन्चको बनाउनु छ नि त, त्यही भएर मैले एउटा लाइन ताने सिधा 20 इन्च भनेर। अब मैले यसलाई चाहिँ योसँग अलाइन गर्नु पर्यो। त्यसको लागि सुरुमा सेलेक्ट द अब्जेक्ट, त्यसपछि अलाइनको लागि कमान्ड भनेको AL इन्टर। यसको एउटा कुनै माथिको कुनालाई क्लिक गर्नु पर्यो। मैले अहिले डाइमेन्सन भएकोलाई क्लिक गरेँ। यो कुनालाई क्लिक गरेर मैले यो हामीले तानेको लाइनको माथिपट्टि क्लिक गर्नु पर्यो। त्यसैगरी यसको सिधापट्टि तलपट्टिको कुनालाई क्लिक गरेर त्यही लाइनको तलपट्टिको कुनालाई क्लिक गर्नु पर्यो, इन्टर गर्नु पर्यो। अनि डु यु वान्ट टु स्केल द अब्जेक्ट भनेर आउँछ। मैले यस गरेँ भने अब मलाई चाहिएको साइजमा यो यसरी आउँछ। यस्तै टिप्स छ त सजेसनको लागि नक्साहरूलाई फलो गर्नु होला। धन्यवाद।